ल आज चाहिँ म पाल्पा जाँदैछु। आज बिहानैबाट यसो क्यामेरा खोलौँ भन्ने कुरा थियो। बिहान चाहिँ क्यामेरा खोलिएन, एउटा सामान छोड्न थियो, सामान छोड्न आयो के देखाउँ भन्ने कुरा नि थियो, त्यही भएर देखाइएन। आज चाहिँ म पाल्पा जाँदैछु। ल पाल्पाको टुर तपाईँहरूलाई कस्तो हुन्छ म सब आज देखाउनेवाला छु। ल म चाहिँ अहिले 1:30 भयो, पाल्पाको लागि बोतलबाट तेल हालेर पाल्पा जानको लागि रेडी भएँ। बोतलबाट निस्केँ। थियो आज जाने प्लान चाहिँ मेरो चाहिँ एउटा कस्तो खासै प्लान थिएन, कहाँबाट प्लान पनि आज पाल्पा गइनु भयो। Dagarko Detka Torning Patio. I say, well, so weather could come out on मनी अर्को ठाउँ पायो भने मैले बात छोडेर घरकै ठिक त सबै आउँथे। आज आइदिउँ त नि भन्ने कुरा हो। मस्तो गइन्छ भने त गजब गइछ। यस्तो डाँडा बाइक लिएर आयो। पहिला हिँडेको हो। यहाँ गइन्थ्यो, गाग्रे दिदी कहाँ गइन्थ्यो नि हामी, कमल दाइ कहाँ। यहाँ आउने, यहाँबाट टङ दियो सिधै। आजकल त यता पनि मान्छे छैनन् कि आगे खासै छैन नमस्कार। यो पारी के यो धुवाघाट यतापट्टि, यो धुवाघाट पारी पेलाबास भइहाल्यो। त्यो पेलाबास भयो त्यो गोखुङमा माथि डाँडो गोखुङ तलको रुगा थियो। यो मुजुङ भइहाल्यो। हेलिप्याड खतरा देखिँदो रहेछ। हामी यहाँ सन्जोगले यहाँ तिलकथान डाँडा दाइसित भेट भयो। दाइलाई ल मलाई भेट्दा के फिल भएको छ ल 2-4 जवाफ। एकदम रमाइलो लाग्यो। भाइलाई देख्न पाइन्छ कि अनि यस्तो देखला भन्ने पनि मैले आज सोचेको थिएन। आज तिलकथानको भन्छ नि त, एउटा तिलकथानको मन्दिरले हामीलाई दुईटालाई भेटायो जस्तो लाग्यो। त्यसपछि अब हामी यहाँ आयो, खास चाहिँ ठाउँ चुज गर्न आयो। खास चाहिँ यहाँ खतरा ठाउँ एउटा चुज गरौँ भन्ने कुरो भयो। स्कुल पनि देखियोस्, हामीले पढ्या स्कुल यहीँ तलको भयो। स्कुल पनि देखियोस्, त्यहाँबाट यसो हेरौँ न त वरिपरि कस्तो सबै वरिपरि देखिन्छ भन्ने हिसाबले डाँडा आऊँ न। कालिका मन्दिर हाम्रो चाहिँ यो भालखानको ट्याक्क कालिका मन्दिर हो। माथि गढीका थान, त्यहाँबाट यो हाम्रो मगाल युरेनी टोल अनि फेदिया हाम्रो विक्रम भाइको घर, हाम्रो क्लासमेट हो। हजुरले पहिला पढेको स्कुल भैरव नवज्योति विद्यालय होइन। हामी सबैले एकदम हाम्रो माथि हाम्रो छोरा बजार टक्क भइहाल्यो। तिलकथान त्यहाँ रह्यो त डाँडो भनिन्छ कि होइन, टावर। अनि त्यहाँबाट यता ताँगिल, अब यो भनौँ न सबै डाँडो। अब रिब्दीगोड पनि देखिने सोमवारको डाँडो, अथवा माथिपट्टि यो के अरे के लेख भन्छ कि के अरे यता कचल रिब्दीगोड। कचल त देखिन्न यहाँ, कचल देखिन्न। यो सबै डाँडोहरू। त्यहाँबाट हारथोक। यो चाहिँ तिलकथान सक आयो आज स्कुल। छोरा बजार, पोखर डाँडो, यो मगाल, यो हाम्रो बेउन डाँडो त्यहाँ पऱ्यो। यो के अरे हाम्रो कालिका कि गढीका कालिका तिलकथान। यो उहाँ पारिपट्टिको कालिका थान मन्दिर, उहाँ पारिपट्टि गएपछि त्यो डाँडोमा गढी थाई मन्दिर। अनि यो पाखर यो दिया यहाँ। अनि यहाँ यता ल्याउन अनि यहाँबाट ल्याएर यो बाउन्टाल भनिन्छ। पारी बाउन्टालमा एकदम सुन्तलाको पक्कड एरिया, एक नम्बर सुन्तला एक नम्बर मान्नेको ठाउँ। अहिले रैनादेवी छ र अमलाबास
बाट लिएर मुजुङ लगायत मुजुङमा पनि सुन्तला खेती देख्नुभयो होला सुन्तलाको बगैँचा देखिन्छ देखि चाहिँ अब क्लियर सुन्तलाको बगैँचाहरू यो एरिया पक्कड मान्यो त्यसपछि लिएर यता धान उपात मगाल साइड यता दाङ्गिल साइड त्यो दाङ्गिल भयो यतापट्टिको एकदम मानिएको मन्दिर अहिलेको चर्चा चलेको मन्दिर रैना देवी मन्दिर भन्ने छ यता पाखा अनि त्यहाँबाट लिएर हाम्रो सिजी पनि यही पऱ्यो सिजी त यहाँ देखिन्छ देख्न सक्नुहुन्छ हाम्रो सिजी यस्तो नमुना ठाउँ आएको छौँ कि यति आनन्द सुन्त आउनु त आइयो तर यहाँ आउनुभन्दा अगाडि कुरो सम्झिँदाखेरि ठ्याक्क आज संजोगले भेट चाहिँ कसरी भयो भन्नु नि त्यही त म पनि आज अचम्म परेको छु कि म पनि आज यसो तिलक साथमा जान्छु भनेको त भाइ त लेख्नलाई चाहिँ कि देखाएछ भेट्यो एकदम सानोमा भनौँ न कति वर्षपछि भेट हुनु भनेको नि एकदम माया प्रेम भन्छ नि त त्यो हो कि त्यही त माया प्रेम जुटे जस्तो छ कि भाइ संजोगले फेला पर्यो संजोगले हामी विक्रम भाइ होइन के भनेको एकदम रमाइलोको पिँढी याद हो नि त रमाइलो पल हो बाल्यकालको याद आयो भन्छ नि त्यो बाल्यकालको याद आयो क्या आज यसरी हामी डाँडा घुम्नु पाउँदा होइन आनन्द भ्यू एकदम यो बस्नलाई आनन्द र पाल्पा जिल्लामा ल नमुने चिसो ठाउँ भनेको हाम्रो रिप्तीकोट र रैना देवी अब यहाँ बुटोलमा त्यस्तो छ म बिहान आएको अब 1.5 घन्टा पुगिन्छ बुटोल चाहिँ खासै टाढो होइन बाटाको पहिला स्थानीय सरकार राम्रो नभएको कारणले गर्दा हामी टाढा भएको थियौँ अब बिस्तारै नजिकले गर्दाखेरि हाम्रो अलि धेरै सुकुमहरू धेरै चर्चा भइरहेको छ बिस्तारै हुन्छ भइरहेको छ अनि आत्तिनु हुँदैन र जनप्रतिनिधिहरूलाई अलिकति ध्यान आकर्षण गराउने हाम्रो ठाउँ बन्छ कि जस्तो लाग्छ अहिले बेलुका कति 7:15 भएछ आएको बेला मन्दिर नि पसिहाल्यो नि त भन्ने कुरा हो सोचेर आएको तर आउनु चाहिँ सही टाइममा आइपुग्छ सन्जे बत्ती बाल्ने बेलामा मन्दिर चाहिँ बबाल देखिया धुलोले अलि डिस्टर्ब गरेको क्या मन्दिर चाहिँ खत्रै देखिया साढे 9 भएछ रातिको सिद्ध बाबा मन्दिरमा आइयो सिद्ध बाबा मन्दिर के जय यता टक्क सुरुङ मार्ग बन्दैछ क्या अब कहिले बन्ने हो देश सिद्ध बाबा टेम्पल you know a famous mandir